too good. It's too good. Isn't it? It's too good to be true. This is one of the most beautiful cloud ever. What's up guys, I'm Hiron and welcome back to the channel and के भयो साथी अबे दिस त What's up guys, I'm Hiron and welcome back to the channel and today is the day we went to Nepal. You. Yeah, we go first time, Ronin go second time. So super excited. Hi. Hello Yavi. Hi. What are you doing? Are you excited? What are you doing, Baba? Yeah. Hello. How are you feeling? I'm feeling happy and also like sad Why sad? because I will miss like Mama, Yunus, and then like that. सारू र एन्सन र अशोक चाहिँ हामीलाई पुऱ्याउनु जाँदैछ एयरपोर्ट नेपालसम्म पुऱ्याउनु जाँदैछ साथी हेलो Look at भन्दैन that beautiful print. के भन्ने हेलो भन्दैन हेलो हिरणको दुईटा साली ओ बुढी कस्तो लाग्नु राम्रो लागिरहेछ है कान्छी 6 बजे जानु लाग्यो अब हेरौँ कस्तो हुन्छ ओके त्यही हो Take me home, don't let go. There ain't no love, let's let go. Take me home, I'm holding on to you. There ain't no love like our love. There ain't no love like our love. ल आइपुग्यो हामी नेपाल एभ्री टाइम होटलमा चेक इन गर्दा यु हेभ टु डु द बेड टेस्ट ओके सो हामी चाहिँ आइपुग्यो नेपाल ल्यान्ड भयो फ्लाइट वाज गुड एन्ड देन Good. भोलि बिहान फेरि उता भद्रपुरको फ्लाइट छ त्यहाँ कति 10 बजेको छ त्यही भएर यहीँ बस्यो एयरपोर्टमा बस्यो अनि भोलि यहीँदेखि जाने फेरि बिहान 10 बजे एन्ड एभ्रिथिङ वाज गुड फ्लाइट राम्रै थियो त्यही हो अब सेलक्क भएको छ अब एकछिन रेस्ट गर्ने अनि त्यसपछि भोलि हाम्रो डेस्टिनेसन कहाँ हो सिलगढी भोलि सिलगढी जाने ओके अनि त्यसपछि पर्सि धरान जाने सेलक्क भयो यार अनि या रोनिन हाउ वाज योर फ्लाइट It's good. गुड Nepali burger also good. गुड या यस्तो रुयो लाग्यो नन स्टप 45 मिनट्स है आमामा त्यसको घाँटी सुकिसक्यो रुनु छोड्दैन बिचरा पछाडिको प्यासेन्जर आएर कसैले कानुसको डम्म भयो होला भन्छ है अनि कसैले चाहिँ आएर फेरि आमाको दुध दियो भने खोलिन्छ होला कान भन्छ तर अब याबी थाहा छैन नि त अब कस्तो छ याबी एक्चुअली भन्नुपर्छ याबी वाइल्ड छ
आम्मामा यस्तो वाइल्ड छ है वाइल्ड देखेन अघि एयरपोर्टमा मलाई यो कसको बच्चा हो भने हिँडेर खाऊ। So maybe we can make another video tomorrow यस to India house. यस सो त्यही हो कन्टेक्स्ट चाहिँ त्यही हो अनि वे जस्ट तर Go सुत्यो to बिचरा the 2 घण्टा चाहिँ सुत्यो video मजाले tomorrow to see the video. सो हाफ अफ द फ्लाइट चाहिँ सुत्यो विच वाज खाना खानु दियो जस्ट एकदमै त्यो चाहिँ लाइक सुत्यो द्याट वाज गुड अनि ल्यान्डिङ गर्ने बेलामा चाहिँ एकछिन दुःख दिएको थियो त त्यही हो सो या फेरि भन्नुपर्दाखेरि चाहिँ भोलि बिहान 10 बजीको फ्लाइट छ भद्रपुर अनि भद्रपुरदेखि ल्यान्ड भएर अनि सिलगढी जाने हाम्रो एक्चुअली सिलगढी चाहिँ मेरो बुढीहरू चाहिँ पोखरादेखि सिलगढी बसाइ सरेको छ सो त्यहाँ जाने अनि त्यसपछि त्यहाँ आमा बाबा भेट्ने अनि त्यसपछि म चाहिँ अनि धरान जाने Also watch the videos like I am. Are you done, Baba? There's some food. ओके सो यो बियर मलाई ट्राई गर्नु मन लागेको डोन्ट माइन्ड द पोर है यस्तै हो I want everything you are. All your beauty, all your scars. Tethered up inside of us. It's only light, it's only love. Take me home. Don't let go. There ain't no love that's like God. Take me home. I'm holding on. There ain't no love like our love. There ain't no love like our love. ओके गाइस गुड मर्निङ फ्रम सिलगढी हामी सिलगढीमा छ अहिले है सिलगढीमा बिहानको 8 बज्यो हामी चाहिँ अघि उठ्यो हिजो थाकिरहेको थियो सो के पनि खिचेन हिजो चाहिँ अनि अहिले एकछिन बाहिर निक्लेको यहाँ बिस्तारा देऊ है बिस्तारा देऊ है It's okay. She can eat it. Okay, feeding scissors. It's right here. Oh, tree. Aeroplane coming towards mountain. Finish. अब चाहिँ आएको जस्तो भइरहेछ बुढी कि छैन अझै नि के हाल्यो मुखमा होइन त्यो यस्तो गऱ्यो कि अनि त्यही खोक्यो कतिचोटि लड्यो यो ठिकै भइरहेछ ठिकै भइरहेछ घाम त त्यस्तो छ है हेर म चाहिँ बुढी र बच्चाहरूलाई त्यहीँ छोड्यो सिलगढीमै म चाहिँ धरान जाने हो अहिले चाहिँ सिलगढीदेखि काँक्राभित्र जाँदैछु अनि अटोमा अटो राइड त्यही हो जस रमाइलो भइरहेको छ हामी कहिले अस्ति काठमाडौँ ल्यान्ड भयो त्यसपछि हिजो सिलगढी आयो आज धरान जाँदैछ है म चाहिँ बुढीहरू चाहिँ अब त्यस्तै
2-3 दिनपछि बुढीहरू लिन आउँछु अनि के भन्नु यस्तै हो त्यस रमाइलो रहेछ सिलगढी हावा त्यस रमाइलो छ सिलगढी ओके गाइस सो म चाहिँ धरान आइपुग्यो है हिजो आइपुग्यो खासमा चाहिँ अनि यहाँको वेदर चाहिँ ठिकै रहेछ जो चिसो छ ओके सो वेदर पनि ठिकै छ राम्रो छ यस्तो अच्छो खालको जाडो पनि छैन अनि दिउँसो चाहिँ शीतलै छ बिहान बेलुका चाहिँ चिसो हुने रहेछ त्यही हो म चाहिँ एक्चुअली हिजो आइपुग्यो हिजो 4 बजीतिर आइपुग्यो होला हौ घर अनि त्यसपछि हिजो आएर आराम गऱ्यो अनि यो भिडियो चाहिँ जस्ट लाइक सानो इन्ट्रो जस्तो मात्रै हो नेपाल आएको अब अरू भिडियोहरू पनि बनाउँछु होइन अनि त्यसपछि हेरौँ कतिवटा भिडियो बन्छ अनि मेन चाहिँ हामी चाहिँ बिहा भएको 10 वर्ष भयो मेरो बुढीको सम्धि भेट भएको छैन सो मेन चाहिँ त्यो कारणले आएको हो अनि मेरो कान्छी सालीको एन्गेजमेन्ट पनि छ अब 2-3 दिनपछि सो बेसिकली म चाहिँ फेरि सिलगढी जानुपर्छ कान्छी सालीको एन्गेजमेन्ट एटेन्ड गर्ने आफ्टर द्याट बाबा आमा पनि त्यहाँ हुनुहुन्छ अनि सम्धि भेट त्यहाँ पनि गर्ने अनि त्यसपछि सबैजना धरान आउने धरानमा रमाइलो गर्ने प्लान चाहिँ त्यो हो अनि सो या छोटो मिठो भिडियो नेपाल आएको अब नेपालमा योपालि धेरै नेपाल भन्दा पनि उतातिर हुन्छ होला हामी त योपालि प्रायः कालिम्पोङ उताबाट जान्छ होला सायद काठमाडौँ पोखराहरू त गइँदैन होला कालिम्पोङ अनि गान्तोक दार्जिलिङ जाने प्लान छ त्यहाँ मेरो बुढीको रिलेटिभ्सहरू चाहिँ सबै त्यता हुनुहुन्छ सो सबै त्यता योपालि चाहिँ त्यता भेट्ने भनेको छ कुरा चाहिँ त्यो हो अब हिजो धरान आएँ 1-2 दिन बस्छु अनि कहिले स्याटरडे सन्डे कान्छी सालीको एन्गेजमेन्ट छ सो त्यहाँ जाने अनि त्यसपछि त्यही हो हेर्दै जाऊँ के हुँदै जान्छ मैले प्लान चाहिँ के गरेको छैन भिडियो कस्तो गर्ने के गर्ने अब जाँदा जाने हो खिच्दै जाने हो बनाउँदै जाने हो हेरौँ कस्तो हुन्छ सो आई गेस या त्यति नै होला आजलाई है So thank you for watching guys. Until next time, keep smiling, stay humble and stay safe. See you in the next one. Peace. Nigga, I built myself up. Nigga, I built my wealth up. Always coming like that belt up. Style of move, niggas got stealth.